नमस्कार, म दुर्योधन बस्नेत। आज म तपाईहरुलाई अम्माको पात, फल र बोक्राको औषधीय गुणका बारेमा बताउन गइरहेको छु। जुन मेरो ब्याकग्राउन्डमा देखिराख्नु भएको छ अम्माको बोट। अम्माको पात, फल र बोक्रा विविध औषधीय गुणले भरिपूर्ण छन्। आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा यसको प्रयोग प्राचीन कालदेखि हुँदै आएको छ। अम्बाको पातमा एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट जस्ता गुणहरू हुने भएकोले यसले विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ। यसको पातमा कोर्सेटिन र अन्य यौगिक पाइने हुनाले रगतमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेहको बिरामीलाई राहत दिन्छ। त्यसैगरी यसको पातमा अत्यधिक मात्रामा फाइबर पाइने हुँदा शरीरमा बोसोको मात्रा घटाएर कोलेस्ट्रोल र तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ। यसको पात र बोक्रामा एन्टिसेप्टिक गुण पाइने हुँदा डन्डीफोर, घाउ निको पार्न मद्दत गर्छ, छालाको समस्याबाट मुक्ति गर्छ। त्यसैगरी यसको पातको सेवनले पेट दुखाइ, ग्यास्ट्रिक, अपचको समस्याबाट मुक्त गर्छ भने संक्रमण विरुद्ध लड्न मद्दत गर्छ, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, मुखको दुर्गन्ध हटाउँछ, गिजालाई स्वास्थ्य बनाएर राख्छ। यसको बोक्राको काँडा बनाएर पिउँदा झाडा पखाला कम हुन्छ, शरीरको तापक्रम सन्तुलन हुन्छ। आधा घण्टा अगाडि यसको बोक्रालाई भिजाएर राखेको पानी पिउँदा बन्द भएको पिसाब खुल्छ। त्यसैगरी अम्बाको फलमा प्रशस्त मात्रामा पाइने आइरन र हेमोग्लोबिनले शरीरमा रगतको मात्रा बढाउने काम गर्छ। भिटामिन सी यसमा प्रशस्त मात्रामा पाइन्छ, जसले मेटाबोलिजमको काम गर्छ र त्यसलाई राम्रो बनाएर राख्छ। शरीरमा कोलेस्ट्रोललाई नियन्त्रण गर्छ। यसमा पाइने लाइकोपिन नामक फाइटोन्युट्रिएन्टले क्यान्सर र ट्युमरको खतराबाट पनि बचाउँछ। त्यसैगरी यसमा पाइने बिटा क्यारोटिनले छाला सम्बन्धी समस्याहरूबाट मुक्त गराउँछ। यसमा समावेश भएको पोटासियम र म्याग्नेसियमले मांसपेशी र मुटुलाई बलियो बनाएर राख्छ र यिनीहरूसँग सम्बन्धित रोगहरूबाट बचाउन सहयोग गर्छ। त्यसैगरी अम्बाको सेवनले कब्जियत, झाडा पखाला, अपच, श्वास गनाउने, कपाल झर्ने, महिनावारी पेट दुख्ने, डिप्रेसन, बान्ता हुने, ब्लड प्रेसर, रुगाखोकी, दाँत दुख्ने आदि तमाम समस्याहरूबाट राहत दिलाउँछ। मैले अम्माको औषधीय गुणको बारेमा यहाँहरूलाई बताएँ र मेरो युट्युब च्यानल दुर्योधन बस्नेतलाई सब्सक्राइब गरिदिएर मलाई माया गरिदिनु आग्रह गर्दै म यहाँहरूमा बिदा हुन्छु। हस्, धन्यवाद।